हेलो नमस्ते सम्पूर्ण साथीहरुमा आज चाहिँ हामी चाहिँ सरकारलाई चाहिँ यहाँ एयरपोर्टमा छोड्न आएको है हतारमा भयो यहाँ फेरि यो रोक्नै नपाउने ठाउँमा पनि बाइक रोकेर बसिरहेको छ है सो छोटो मिठो गफ गरेर अब हामी दौडिहाल्यो हैन सर हो नि ठिक छ सर ठिक छ उतापट्टि पछाडि चाहिँ कसले गाली गर्यो कि कस दिदीले माइजे हामी चाहिँ आज चाहिँ ढिलो भयो है ढिलो भयो सरकार यहाँ भित्र छिरिसक्नु भयो हैन कहाँ गयो खै हाम्रो खोइ बाजे सरकार आउँछ रे यो सरकार पनि निस्किनु भयो है यो सरकार यो 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 सानो बेला भयो सरकारहरु यो समाज यो सरकार यो ल राम्रोसँग बस्नु एकछिन नभए नि इन्जोय गर्नु हैन टाइममा यसो रमाइलो गरेर भिडियो सिडियो हाल्नु ल सरकार ल है सरकार ल हाम्रो सरकारको चाहिँ यात्रा शुभ रहोस् है थ्यांक यू एकदम ल आटेको ताकेको पुगोस् है यात्रा शुभ रहोस् स्वास्थ्य निरोगी रहोस् है ल हाम्रो भाउजूलाई छोरीलाई छोरालाई पनि सम्झेको छु एकदम है ल ओके ल यसो सर ल थ्यांक यू ल केटाहरु ल थ्यांक यू खोइ त उसा हैन आउँदैछ त्यो यो लानु पाइन्न लानु पाइन्न पाइन्छ आटेको टाकेको पुगोस् है त्यो के त काठमाडौँबाट बाबु नानीलाई सोधेछ भन्दै बस्नुलाई सोधेछ भन्दै थ्यांक यू इन्जोय गरेर बस्नु सरकारको तीन हप्ताको छुट्टीमा है हामीलाई चाहिँ एकदम चाहिँ वाइल्ड रमाइलो भयो हैन अब त्यही त हो है अब जानै पर्ने है अब अवस्था यस्तै छ देशको हालत यस्तै छ अब हैन अब यहाँ बसेर काम केही छैन यो देशमा भन्दा मात्रै हरिफ भने केही हरिफ छैन झुट देश हो अब चाइना चाहिँ मादल ठोक्यो म चाहिँ होइन त नि झुट झम्पट ठाउँ हो यो देशमा सबै चोरको देश हो सब खाएर हैन त्यही त गोविन्द पुन्जीलाई के भन्नु छ गण्डु कता गयो खै आउँछु भनेको आउँदैन कता गयो खै आउँछ भन्दै अरे नेपाली दाजुभाइहरू देशको अवस्था यस्तै छ हेर्नुहोस् बिर्सिनु पर्ने अवस्था छ है अब भयोभरको साथी साथी सब गइसक्यो कि पहिला चाहिँ गाउँ रित्तिर सहरतिर पस्यो भन्थ्यो होइन अहिले चाहिँ सहर नै रित्तिसक्यो कि होइन देश त हरिफ छ नि त देश हरिफ भएर के सिस्टम केही पनि छैन होइन मान्छेको ज्यानको भ्यालु छैन यहाँ होइन 8-10 वर्ष पढेर बल्ल मास्टर पास गर्यो मलाई जागिर खोज्न गयो मलाई मायाटिङ 20-30 हजारको जागिर पाउनु नि धौधौ हुन्छ अनि त्यो 20-30 हजारले चल्नै गाह्रो छ यहाँ जानु परेन विदेशिनु परेन नि त अवस्था होइन भयोभरको नेता पाल्दै ठिकै छ यहाँ होइन गम्भीर छ देशको अवस्था होइन सरकार भन्नुहोस् त सबै विदेशिनु परेछ होइन सर भन्नुहोस् त सर एकदम सही होइन अब यस्तै छ हालत अब यो फेरि है यो एक मात्र यो चाहिँ नमुना इन्टरनेसनल एयरपोर्ट हो यो पोखराको नमुना इन्टरनेसनल एयरपोर्ट जहाँ चाहिँ डोमेस्टिक फ्लाइट मात्रै हुन्छ इन्टरनेसनल फ्लाइट पनि हुँदैन यो भनेको नेपाली जनताको चाहिँ टाउकोमा चाहिँ ऋणको भार मात्रै हो होइन आजकल चाहिँ चित्तै बुझ्दैन कि यस्तो कुराहरूले होइन इन्टरनेसनल एयरपोर्ट र यता मलाई काहीँ पनि उठ्दैन मलाई के भन्ने त होइन चाइनाबाट आएको थियो जे पाइदियो कि किन बनाउनु पर्थ्यो र अर्को एयरपोर्ट छँदै थियो त अनि होइन यत्रो लगानी गरेर यत्रो खर्च गरेर प्लेनै चढ्दैन अनि उहाँ रुपन देवी बनायो केही पनि उस्तै पऱ्यो भने प्लेनको हालत पनि यस्तो छ होइन वर्ल्डमा सबैभन्दा वर्स्ट टुस होला हाम्रो चाहिँ एयरलाइन्स टुस होला उडेकी जाला नि अनि यस्तो चङ्गा खस्दैन बरु प्लेन खस्छ यहाँ मलाई झुट देश मलाई होइन सरकारलाई भन्नुहोस् त होइन कस्तो हो नि त ल एउटा यो त साथी आयो खुसी लाग्यो साथीजनालाई दुख्यो त्यस्तै त हो नि त्यही त सरकार केही त भन्नु छैन अलि छुट्टी कम भयो यस्तो छुट्टी चाहिँ अहिले लिएर आउनु पर्ला होइन ठिकै छ काम पनि हेर्नु पऱ्यो जानु पऱ्यो बच्चा हेर्नु पऱ्यो सही हो छुसो बाइक राखेको पनि 30 रुपियाँ यार जे पाए 30 रुपियाँ जे पाइदियो यार होइन भले अब उस नभए पनि होइन तर यो त अलि हामीलाई लोनमा राखेर मुला एयरपोर्ट बनाउनु छ यार अनि यो त एक्सपेन्सिभ भयो नि त होइन होइन सर त्यही त नि यो 30 रुपियाँ महँगो भयो हामीले पनि झडाउनु पर्छ कि यार अति भयो 10 रुपियाँसम्म त ठिकै हो
जे पाइदिए होइन ढाको 30 पार्किङको गेट पनि सुनकै गेट बनाएको थियो कि 30 रुपियाँ अरे के हुन्छ क्या ल अब चाहिँ लास्ट मोमेन्ट है हाम्रो 6 हप्ता चाहिँ कसरी बित्यो हामीलाई थाहा भएन है 3 हप्ता 3 हप्ता 6 हप्ता भन्न आएको छ 3 हप्ता है कसरी बित्यो थाहै भएन एकदम रमाइलोसँग बित्यो है ल सरकार ल है यात्रा शुभ रहोस् ल है एकदम ल सरकार फेरि पनि है ल यो राम्रोसँग बस्नु होइन इन्जोय गर्नु म नभए पनि यस्तो भिडियो हाल्दै गर्नु होइन राजियाको चिरिप चिरिप देखाउनु होइन ओबेलको अब सर भेटिएन अब ल भिडियो कलमा भेट्नु ल ल सरकार ल ओके ल ल ल ल ल्यान भएपछि फोन गर्नु ल सर जानुभयो हाम्रो सर कति बेला आउनुहुन्छ त हिँड्नु सर जाम होइन अब यस्तै सही अब सबै साथीभाइ अब विदेशतिर लाग्यो है सबै साथी गए त्यही त नि अब यहाँ पनि अब केही पनि छैन क्या केही छैन यहाँ तर म मात्र भए बैरागी बनेर के अरे फेरि भन्दा तर म मात्र भए बैरागी बनेर भइराख्यो तै होस् म होइन मलाई अब यस्तै छ अवस्था के गर्ने नेपालमा बसेर पनि काम पनि छैन सिस्टम पनि छैन सबै चोरे चोरको देश भयो 2 नम्बरी गर्न जाने त हो अब त्यो पनि गर्न जानिँदैन है अवस्था बेहाल छ अब यस्तै अब ल घरतिर अब ढक्क ल ल सरकारलाई के भन्नु छ शोभायात्रा अब जहाँ ढिलो भयो यस्तो भयो क्या स्कुलको हालत त्यस्तो छ गुदाम ब्रेक लाग्दैन नगुदाम हतार भएको 9 बजेको बेलामा अनि फेरि अब यो सबै बिजी रोडहरू बिजी हुने त्यही पनि गयो नि त गयो अनि फेरि त्यहाँ अमरसिंहमा पुगेपछि झन् त्यो जाम रहेछ क्या कस्तो छ बाटो त्यही छ बाटो नि ट्रक कता ट्रकले पेल्दैला भन्ने टेन्सन गएको मान्छे देखेन भने ठ्याक्क त्यो टी काट्छ नि उसको पार्किङको उस काट्छ नि हो त्यो देखेर चाहिँ नि अनि एनाउन्स भर्थ्यो क्या त्यहाँ फ्लाइट एनाउन्स भर्थ्यो अनि के काठमाडौँमा के ट्राफिक के भएको भएर चाहिँ नि डिले भन्दै थियो कि यस्तो हेरेको टाढाबाट त देख्ने त्यस्तो हुनु लम्बु लम्बु देखेको 2 जना लम्बु लम्बु ए बाहिरै रहेछ अनि गएको खोज्छु छँदै छैन देखेन के अनि लगाले है त्यस्तै भयो यार झन् ढिलो भयो अरू बेला चाँड्यो भने आजै फेरि ढिलो उठेर मरेछु क्या शोभायात्रा मेरो भाइ कारण नमान होइन शोभायात्रा अब के भन्ने यार त्यही त होइन धेरै रमाइलो गराउनु भयो रमाइलो मेमोरीहरू बनाएर जानुभयो अब तेरो डेडिकेसन तेरो के भन्छ भिडियो डेडिकेट गरेर तँलाई चाहिँ एक दिन हामी बस्नु जाम्ला माथि 3 जना कहाँबाट भयो ल अनि यो चाहिँ सरकारले हाम्रो गोपुदाले छोडिदिनु भएछ है ल है हो यसले ल्याइदिएको यसले यो 2 जनालाई गिफ्ट ल्याइदिएको मलाई त केही दिएन ए गाले थ्याङ्क यू यो त त्यो के भन्छ रे डाइ भन्छ नि फिल्मतिर त्यो छाप्ने त्यस्तो है तार पनि यही हो आइफोनको पनि रहेछ किन्नु पऱ्यो नि त आइफोन एउटा आइफोन पठाइदिनु हुन्छ अरे थ्याङ्क यू एडभान्स ल शुभयात्रा गाले यार है धेरै धेरै खुसी ला अब अरू त्यस्तै दुःखसँग सबै आफ्नो घामै छ तपाईँको पनि उता गइसक्यो दुःख हो हामी पनि यहाँ दुःख गरिदिँदा हो गर्छस् दुःख तिमीहरू मोज गरेछ जसलाई भन्छ त्यसले मन भन्ने
ओके ल सरकार ल है ल यत्रो बेरसम्म भिडियो हेरेर बस्नुभएको सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद है च्यानल चाहिँ सब्सक्राइब गरिदिनु होला है यसो सेयर पनि गरिदिनु होला साथ सहयोग माया दिनु होला ओके थ्याङ्क यू